बच्चालाई त्यही स्कुलमा फ्रीमा पढाइदिने, तपाईलाई त्यही जागिर खाना दिने, बस्न खाना त्यही दिने है। कोही हुनुहुन्छ त्यस्तो अलिकति पारिवारिक समस्या छ, तपाईँ र बच्चा मात्रै हुनुहुन्छ, पढाउनलाई गाह्रो छ, बस्न खान पनि पाए म त्यहाँ अलिअलि काम गर्थेँ, अलिअलि दाम पनि आउँथ्यो, बच्चाले पनि पढ्न पाउँथे भन्ने सोच्दै हुनुहुन्छ भने पोखरामा रहेको एउटा बोर्डिङ स्कुलको लागि चाहिँ एकजना महिला हेल्पर चाहिएको छ। स्कुलमा हेल्पको काम गर्ने हो। अब के हुन्छ त्यहाँ काम परेको कामहरू गर्ने। तपाईँको बच्चा छ भने तपाईँले त्यहीँ पढाउन पाउनुहुन्छ, फ्रीमा पढाउन पाउनुहुन्छ र बस्न पनि तपाईँले त्यहीँ पाउनुहुन्छ, बस्न खाना त्यहीँ पाउनुहुन्छ। बच्चा भनेको पढ्नै नसक्ने खालको बच्चा लिएर काम गर्न पाइँदैन। पढ्न सक्ने खालको होइन, त्यहाँ अप्ठ्यारो नपार्ने, कामलाई अप्ठ्यारो नपार्ने खालको बच्चा छ भने तपाईँलाई बच्चालाई पढाउन फ्री, तपाईँलाई बस्न फ्री, खान फ्री, तपाईँले काम गर्न पऱ्यो, तलब पनि के जे होस् तलब पनि पाउनुहुन्छ। त्यो भएको हुनाले कोही अलिकति समस्या पाएको, दुःख परेको हुनुहुन्छ कोही भने हामीलाई तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँहरूलाई चाहिँ हामी जागिर लगाइदिन्छौँ है। त्यो भएको हुनाले गर्न चाहनुहुन्छ, गर्न सक्नुहुन्छ, समस्या छ त्यस्तै छ भने हामीलाई तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ। भनिहालेँ त्यही हो कुरा होइन। बस्न खान पाइयो, बच्चालाई पनि पढाउन पाइयो। त्यो भएको हुनाले पढ्न चाहनुहुन्छ होइन, काम गर्न चाहनुहुन्छ, बच्चालाई पढाउन चाहनुहुन्छ भने हामीलाई तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ। किनभने तपाईँलाई थाहा भइसकेको छ फास्ट अफ सोलुसन जस्तो नाम त्यस्तै काम।